हाई गाइस, हामी चाहिँ के अरे अल्छी जान आँटेको यत्तिकै डुल्नलाई आज छुट्टी थियो हाम्रो अनि अल्छी लागेर हामी चाहिँ यत्तिकै जाउँ न आज भनेर यत्तिकै डुल्न जान लागेको हो। अनि हाम्रो फ्रिज चाहिँ गाइस यो चाहिँ हाम्रो लेक होला। गाइस हामी चाहिँ लखर हिँड्दै गाइस यो चाहिँ अल्छी एरिया होला। हामी बसेको नजिकै हो क्या यो अल्छी भने हामी चाहिँ लखर हिँड्दै आइरहेको छौँ। यहाँ चाहिँ रुखहरू रहेछ हरियाली अनि देख्न सक्नुहुन्छ दुबईको वातावरण चाहिँ अहिले यस्तो भएर बिजी छ पुरै। नर्मलको पनि नेक्स्ट लेभल नर्मल भइसकेको छ अनि सबतिर बिजी चल्छ रेस्टुरेन्टहरू मलहरू। गाइस यो चाहिँ अल्छी खोला बढ्दो रहेछ होइन। हामी चाहिँ यो भित्र हिँडिरहेको छौँ दुईजना अनि यहाँ हामी चाहिँ यता त्यो बिच त्यो खोला साइडतिर जानु खोजेको कता कन्फ्युज भएर हामी चाहिँ लखर मरीमा बसेको जस्तो भएर हिँडिरहेछौँ। दुई युवती देख्न सक्नुहुन्छ यहाँ अगाडि हिँडिदिन्छ भिडियो गर्नुपर्छ। जस्तो यहाँ पछाडि कि कस्तो राम्रो येल्लो कलरको फुल रहेछ गाइस। एनिवे मैले चाहिँ फुल चोरेको छु। यहाँ चाहिँ कस्तो राम्रो लाइट रहेछ। अन्त गाइस देख्न सक्नुहुन्छ कस्तो राम्रो रहेछ यहाँनिर चाहिँ। गाइस हामी चाहिँ यहाँनिर भित्र फसेको जस्तो भयो। यहाँबाट निस्किने ठाउँमै निस्किने ठाउँमै हामीले चाहिँ भेटिनौँ। हामी चाहिँ यहाँ घुमेछौँ। खासमा हामी यहाँ बाहिर निस्किन खोजेको तर हामीले निस्किने ठाउँ नभेटेर यताबाट पनि यस्तो छ यताबाट पनि यस्तो छ यताबाट पनि यस्तो छ यताबाट चाहिँ होला कि सायद हेर न एन्ट्री डोर हामी बुलबुले यहाँ हराएको जस्तो भयो। खै हामी गाइस देख्न सक्नुहुन्छ यहाँ फेरि यस्तो छ यताबाट पनि फेरि यस्तो छ फेरि यताबाट पनि यस्तो छ क्या। ए निस्किम होला सायद कताबाट निस्किन चाहिँ निस्किम। ए यता यता जाँदा हुन्छ होला। छर बाहिर निस्किएको यहाँ गाइस बल्ल हामी चाहिँ फाइनली त्यहाँबाट निस्क्यौँ। अब हामी जाँदैछौँ यता कता जाने यता जाने कि यताबाट यता जाऊँ होला। त्यता त केही छैन गाइस हामी चाहिँ यो अलरफाको बाटोमा के अरे अलरिफको बाटोमा यहाँ लखर हिँड्दैछौँ। अनि देख्न सक्नुहुन्छ यस्तो राम्रो नजारा छ यहाँ चाहिँ। अनि गाइस अहिले यो अप्रिल हो होइन अप्रिलमा यस्तो गर्मी हुनुपर्ने तर अहिले यहाँ यस्तो जाडो हुने खालको चिसो हावा चलिरहेछ। अनि म यस्तो लुगा लगाइरहेको छु अनि मलाई चाहिँ हल्का अक्वर्ड फिल भइरहेको त्यही पनि एनिवे केही छैन। नो थ्याङ्क यू सो मच। गाइस यो जग्गा चाहिँ यस्तो छ यताबाट पनि यता निस्किने अनि यताबाट पनि यता निस्किने सबतिर क्या बुलबुले टाइपको। अनि यहाँ चाहिँ म हामी चाहिँ टिकटक बनाउन आएको अरे टिकटक बनाउँदा यहाँ वातावरण भनेर मान्छे आएको है हिँडेकै नै। हाई गाइस हामी चाहिँ अहिले यहाँ अल्छीमा टिकटक बनाउन भनेर आएको त टिकटक बनाउने वातावरण छैन। यताबाट चाहिँ यता साइडबाट पनि मान्छेले हेरेर यताबाट पनि हेरिरहेको छ उहाँ अगाडिबाट बोर्डबाट पनि हेरिरहेको छ क्या। टिकटक बनाउने वातावरणै छैन जिन्दगी जुरुम यहाँ देख्न सक्नुहुन्छ हाम्रो स्थिति चाहिँ। अनि यहाँ हामी यसरी यहाँ भनेर चाहिँ भने यहाँ पछाडिबाट पनि पुरा रमिताएर यताबाट पनि हेरिरहेको छ अनि उहाँ अगाडि झन् बोर्डमा देख्न सक्नुहुन्छ। यस्तो छ हाम्रो हालत अहिलेको। एनिवे हाम्रो चाहिँ फिट चाहिँ देख्न सक्नुहुन्छ यस्तो राम्रो ब्ल्याक एन्ड व्हाइट है। म चाहिँ अस्तिको दाजु भएको अरे नेपालको दाजु।